हैन चेयर मिलाउँदैछ फेरि पोज कस्तो अरे यो चेयर चाहिँ अब यस्तो गरेर लाने ठाडो हामी दुईजना चाहिँ है कन्यामा आयौँ हैन एन्ड आफ्टर सिइङ अल दिस थिङ्स हैन अब यस्तोहरू देखेपछि चाहिँ वी आर फिलिङ भेरी सिङ्गल क्या हैन माया लाग्यो क्या आफै अब सिङ्गल फिल भइदिएर हैन या त यिनीहरूले फिल गराएको भनौँ या हामीले आफै गरेको त्यो आई डोन्ट नो बट आउनु पर्थेछ क्या ल्याउनु पर्थेछ क्या जस्तो चाहिँ फिल भयो क्या गाइज गुड मर्निङ एन्ड वेलकम टु माई भ्लग है आज फेरि हिजो हाम्रो एउटा सानो प्रोग्राम थियो थाहा भयो है ओपनिङ सेरेमोनी थियो कराटेको हिजो यति बेसी राखेको कि भर्खर उठेर आएको होइन भर्खर उठेर हतार हतार खानासाना खाएर आयौँ हो अनि आजको मेन काम भनेको चाहिँ देखेर आजको मेन काम भनेको चाहिँ हामी त्यो अब हिजोतिर चाहिँ सरसामानहरू युज भएको थियो नि सबै पुऱ्याउनु जानुपर्छ हिजो हाम्रो मजाको देखेको ड्रेसहरू होइन सबै पुऱ्याउनु जानुपर्छ एन्ड आज चाहिँ हामी ढिलो भयौँ एन्ड भित्र एसेम्ब्ली इज गोइङ अन हामी चाहिँ बाहिर उभिरहेछौँ सो लेट्स सी के कस्तो कस्तो कामहरू छ ल गर्नुपर्छ सँगै मैले भनेको थिएँ यी चेयर्सहरू यहाँ पर्खिरहेको छ है हामीलाई हाम्रो दाइ पनि यसो भयो होइन सन्तोष दाइ हामी आज कहाँ जाने अरे हामी यहाँ टक्क सामान पुऱ्याउनु गइन्छ आजको ड्युटी होइन होइन चेयर मिलाउँदैछ फेरि पोज कस्तो अरे यो चेयर चाहिँ अब यस्तो गरेर लाने एसेम्ब्ली सक्यो है दिस इज द वर्क अफ द डे यिनीहरूले चाहिँ खतरा सपोर्ट गरे खतरा हेल्प गरे गाइज खोइ पोज यस्तो 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 गुड अब यति चेयर्सहरू चाहिँ हाम्रो 90 चेयर्स यति चाहिँ पुऱ्याउनु जाने यहाँ चाहिँ जुन चाहिँ अब त्यो स्टेजमा लगाएको प्यान्डलहरू थियो नि त गाइज अब चाहिँ हामी चेयर पुऱ्याउन गएको होइन लाग्यो भाइ गाडी हेर्नु छ हाम्रो गुरुजी गाडी छैन गाडी हेर म चाहिँ भिडियो हेर्छु म बाइक चाबी बाइकमै रहेछ केही हुँदैन कसैले पनि लाँदैन कसैले पनि लाँदैन त्यति हामी आएको है हेर खतरा हामी है एउटा यो भाँडा छ यो भाँडा चाहिँ नरेन प्रधानकोमा राखिदिनु पर्ने हो त्यो होला उसले छ भन्दा त्यो दोकान तेल नामिस आँट्ने यो दोकान चाहिँ ए सन्चै हुनुहुन्छ हजुर 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 प्रधान पनि भेट्यो केपी बा जस्तै रहेछ केपी ओली जस्तै रहेछ चुनावमा उठ्ने होला केपी बा जस्तै रहेछ दामी तर गाइज हामी चाहिँ आइपुग्यो है अब यो भित्र चाहिँ हालिदिनु पर्छ हाम्रो सामान झिक्दैछ हाम्रो भाइले रोशन प्रधान सरले हेयर स्टाइल अफ द डे गाइज अब यति चाहिँ सिफ्ट भइसक्यो त्यो चाहिँ हामी अनलोड गरेर पनि राखिसक्यौँ है त्यो यो कालो कालो खालेमा छ फुटेको यसमा थियो अघि एउटा मैले देखेको यस्तोमै छ होला यस्तो साइज कता होइन अलिकति ड्यामेज भयो हाम्रो यस्तो डेलिभरीको काम हाम्रो भइसक्यो है अब चाहिँ हामी जान्छौँ लुगा पुऱ्याउनु कपडा पुऱ्याउनु पनि छ दाइ कन्याम जानुपर्छ कन्याम अब गएर किन लुगा पुऱ्याउनु भन्छु हिजो हामीले लगाएको नानीहरूले नाच्दा लगाएको कन्यामवाला हो त देर गरेका त भाडा जोड्दैका भाडा डबल गर्न पर्यो लगभग 5,500 छ हौ लेट्स गो बाइकमा जाने होला नि त बिबारेक है ऊ त्यो चाहिँ एकजना जवान रहेछ तर बुढो बुढो परेको रहेछ लेट्स गो अब हामी स्कुल जाँदैछौँ स्कुल पुगेर त्यो नानीहरूको लुगा लिएर हिजो हामीले लगाएको लुगा थियो नि सबै होइन फेरि माथिको मात्र लगेर कन्याम गएर बुझाएर आउनु पर्छ पढाउने छौँ अनि त्यस्तो छ आजको काम गाइस गाह्रो पो छ त
Who said that the life of a teacher is easy? गाइस अब चाहिँ हामी हिँड्यौँ है ल अब यो चाहिँ हामी कन्याम पुऱ्याइदिँदैछौँ है एन्ड कसैलाई पनि यस्तो प्रोडक्टहरू चाहियो भने भन्नु होला हामी होम डेलिभरी गरिदिन्छौँ हैन हुन्छ हैन होम डेलिभरी एकदम मजा अल ओभर इलाम हुन्छ हाम्रो ओके गाइस फाइनली आइपुग्यो हामी कन्याम है एन्ड यहाँबाट चाहिँ हामीले लगेको थियौँ सामान यो हामीले सामान ल्याइदिइसकेको छ अब हामी जस्ट बिलिङ्स गर्छौँ एन्ड हिँड्छौँ है किन भन्दा आधी सामान चाहिँ ए हो र त्यस्तो बे हो र जो परबाट आएको थियो है सो द्याट्स वाइ त्यहाँबाट पनि हामीलाई बिल लिन्छौँ यो चाहिँ बिहानको भ्यू है यस्तो चाहिँ कन्यामको भ्यू गाइस एकछिन हामी यस्तो कन्यामा आएको छौँ है यो चाहिँ अब अपार्ट फ्रम जब है गर न कहाँबाट चाहिँ घरमा घुम्न जानु भ्युज हेरौँ ल दिवर सरसर्यदम उसारा टक्सिक सकहरू बनाउनेहरू होइन केटा यो चाहिँ टक्सिक सक बनाउनेहरू चाहिँ पुरा आएको सबजना कतिपय भाइरल भयो कि भिडियो चाहिँ हामी दुईजना चाहिँ है कन्यामा आयौँ होइन एन्ड आफ्टर सिइङ अल दिस थिङ्स होइन अब यस्तोहरू देखेपछि चाहिँ वी आर फिलिङ भेरी सिङ्गल क्या होइन माया लाग्यो क्या आफ्नै म सिङ्गल फिल भइदिएर होइन यहाँ त यिनीहरूले फिल गराएको भनौँ या हामीले आफै गरेको त्यो आई डोन्ट नो बट आउनु पर्थिछ क्या ल्याउनु पर्थिछ क्या जस्तो चाहिँ फिल भयो क्या होइन भाइ हेर न यहाँ फोटो खिचिदिनु ए होइन यस्तो कमल मिल्यो यस्तै होला मेरो कपाल अब अलिक लामो नभएसम्म मजाको छ है तर त्यही खास भन्नुपर्दा चाहिँ मैले भर्खर भन्दै थिएँ क्या मलाई चाहिँ राम्रै केटी घुमाउने नराम्रै केटाहरू चाहिँ त्यत्तिकै रिस उठ्छ क्या अनि त्यस्तै म अघि त्यो भाइसँग रिसाइदिरहेको थिएँ नि हौ परको भाइ रहेछ क्या मिसअन्डरस्ट्यान्डिङ भएर रहेछ होइन भाइ पो रहेछ ठिकै छ नि त्यस्तो नराम्रै भाइ पनि त अनि किन हुनु प्रसन भाइले शिलाजित किन्न किन अब शिलाजित सपिन्छ हावा दिन्छ एकचोटि चाहिँ म दुःखी भइगएको थिएँ होइन तर त्यो सुनेर चाहिँ मजा आयो क्या मलाई त्यो भाइ भन्छ नि आयो कपाल हेर यहाँ हेर न मजाको छ है एन्ड अब चाहिँ हामी जान्छौँ हो अब चाहिँ स्कुल जान्छौँ त्यहाँदेखि एकछिन ड्युटी गर्छौँ हो त्यहाँदेखि चाहिँ सक्यो ल जाउँ ल स्कुल